हेलो गुड मर्निङ दोस्तो सबैजनालाई फेरि पनि स्वागत छ मेरो सानो मिनी भ्लगमा है। म चाहिँ भर्खर उठेको भर्खर उठेर चाहिँ गाइस खोलेसुले टेकाएँ है। खोलेसुले टेकाएर चाहिँ यता त्यसमा बारी घुम्न आएको नि त। आज चाहिँ ढिलो उठेँ क्या, किनभने म आज हिजो अस्ति 2 दिन भयो सानो काममा जाँदैछु नि त। अरे मेरो पनि गभर्मेन्ट जब लागेको छ नि त है गाइस। मेरो गभर्मेन्ट जब चाहिँ अलिक साह्रै छ। अन्त हेर्नुहोस् है गाइस, मेरो चाहिँ टक्कै सिबी फल्दै रहेछ कसम। अम्बो गाइस, म खुसी भएँ, खुसी। आइ एम टु ह्याप्पी। हेर्नुहोस् है गाइस, सिबी यत्रो यत्रो भएको चाहिँ ल दुःख गऱ्यो भने चाहिँ सुख हुन्छ भने जियो रहेछ है गाइस है। किनभने आइ एम टु ह्याप्पी। म आज धेरै दिन बादमा आएँ नि त सिबीबारी यसो हेर्नु। निकै उन्नति भएको रहेछ। यसरी चाहिँ यसो छुट्याइदिनु फेरि किराहरू पस्यो नि त अब यहाँ हो। यसलाई चाहिँ किराहरू पस्यो, यसलाई चाहिँ यसो गरेर भाँचिदिनु रहेछ कि। हेर्नुहोस् ल गाइस, यहाँ किरा हुन्छ है दाजुले सिकाएको। यहाँभित्र किरा छ रहेछ, हेर्नुहोस् ल यहाँभित्र किरा छ। यो किरा हो, यसलाई चाहिँ प्याचक्क यसरी मारिहाल्नुहोस् ल। मेरो सिबी खान्छस् नि अहो गाइस, हेर्नुहोस् न। ओहो यहाँ किरा लागिहालेछ। यो चाहिँ छुट्याइहाल्नुहोस् ल। यहाँ किरा लागेछ। आज दबाई पड्काउनु पर्ने बेला भएछ है। यहाँ किरा आज चाहिँ दबाई पड्काइहाल्नु पर्ने रहेछ नि त हो। दामी आज चाहिँ दबाई सिबी त दामी भएर आएको रहेछ त। अन्त अनि हो अरे रे 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 गाइस, त्यही हो तपाईँहरूलाई यति नै हो। हेर्नु सिबी यसरी फल्दैछ, निकै ठुल्ठुलो भएको छ है। डुवाठे भएको छ है, डुवाठे सिबी है गाइस। अनि यति नै हो। थ्याङ्क यू फर माई वाचिङ माई मिनी भ्लग है। अनि तपाईँहरूलाई पनि ह्याप्पी असार 15 सबैजनाले खानुहोस् मजाले है, बस्नुहोस्, इन्जोय गर्नुहोस् आजको डे। आज सन्डे हो, सन्डे हो या मन्डे, रोज खाऊ अन्डे भने जस्तै सन्डे हो। मजाले आउनुहोस् गाइस। अनि लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् है, माया गरिदिनुहोस्। त्यही हो गाइस। थ्याङ्क यू फर वाचिङ माई च्यानल। अनि सब्सक्राइब गरिदिनु चाहिँ नभुलिदिनुहोस् होला। थ्याङ्क यू।